नमस्ते गोड लाग्छ सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल गाइस धेरै दिनको बाद स्वागत छ मेरो च्यानलमा हजुर अनि चाहिँ आज हामी चाहिँ हिँड्न लागेको फोटो सुटमा बेहुला बेहुली चाहिँ यतासम्म देखाइदिँदैछु ब्याक क्यामेरा गरेर यिनीहरू चाहिँ बेहुला बेहुली हो बिहेमा मजाले सुट भएन गाइस त्यही भएर आज चाहिँ सुट गर्न गएको हामी चप्पन अनि यता यो चिल्लर छ यसको यो मुसरै छ अनि भन्छ म हिरो छु हेर्न हेर्न रे हेर अनि हामी चाहिँ अहिले गइरहेको छौँ बेहुला बेहुली हेर्नुहोस् कस्तो लागिरहेछ केन्ताक त के लाग्छ के यो बेहुली जस्तो लागिरहेछ यो रियल रेनुका होइन यो मेकअपको रेनुका हो अनि हामी चाहिँ जाँदैछौँ गाइस सिटीमा अरू क्यामेराम्यानहरू चाहिँ बाइकमा आउँदैछ हामी के गर्नु यस्तै हो उस्तै हो तर किन हाँसिरहेछ जस्तो यहाँ बेहुला बेहुली चाहिँ हाँसिरहेछ मेरो क्यामेरा नराम्रो भएर गाइस यस्तै हो अब चाहिँ के हुन्छ त्यहाँ तपाईहरुलाई म देखाउँछु बिहेको भ्लग चाहिँ गर्न पाइनँ किनभने अब काम गर्दा गर्दै गलले के हाँसिरहेछ काम गर्दा गर्दै भ्लग गर्न भ्याइन मोबाइल कहाँ थियो आफ्नो हालत कहाँ थियो यो बेहुलीलाई चाहिँ एकछिन पनि छोड्नु पर्ने अरे अनि त्यही भएर हस् त गाइस जब म चप्पन गएर भेट्छु तपाईहरुलाई हाम्रो क्यामेराम्यान चाहिँ कता न कता गइसक्यो हाम्रो चाहिँ सिटी आधी बाटोमै चढ्न सकेन यो चप्पनको डाँडा त्यही भएर यहाँ जङ्गलमा छु क्यामेराम्यान कता छ छैन आई डोन्ट नो मेरो सारीको चाहिँ यो सुत यी धार निक्लेको छ यो धार के चाहिँ दगा निक्लेको लाल टुकटुकी हाल्छ यो गाल गाइस बेहुला बेहुली चाहिँ त्यहाँ छ क्यामेराम्यान चाहिँ खै के गर्दैछ थाहा छैन मलाई म अहिले देखाइदिन्छु अनि यो चाहिँ म क्यामेराम्यानहरू केही काम छैन होइन धेरै उबाट छ यो क्यामेराम्यान काम छैन कति मिलाइरहेछ हौ क्यामेराम्यानको कामै छैन चलिरहेको छैन यहाँ गर्लफ्रेन्ड ए हस्बेन्ड वाइफको गर्लफ्रेन्ड बोयफ्रेन्ड दिस इज जुम गर्नु नि हैन जानु नदीमा जानु पर्ने हो ल एक्सन एक्सन हामी भन्दा चाहिँ यहाँ आन्टीहरू मसीहरू नै चम्कीहरू छ के गर्नु आफू चाहिँ केही गर्न पाइन यो बेहुली ड्रेसअप चेन्ज भइसक्यो यहाँ चाहिँ धेरै भिड भइसक्यो मेरो बनाउँदैछु त अब सुटीहरूलाई बनाइदिनु पर्ने अरे सुरुमा गाइज हामी चाहिँ यहाँ आएको छौँ रत्न रिसोर्ट होइन पुरै उताबाट निस्केर त्यो चप्पनबाट निस्केर अनि यहाँ राति भइसकेको छ उता सुट गर्दैछ त्यहाँ अनि हामी चाहिँ यहाँ बसेछौँ कस्तो जहिले पनि म केही गर्न भ्याउँदिनँ क्या केही गर्न के भ्याउनु न मोबाइल राम्रो छ मेरो न केही राम्रो छ न टिकटक बनाउन पाउँछु न रेनुका चाहिँ त्यहाँ सुट गर्न गएको छ अनि यता चाहिँ हामी बसेर अनि अहिले आउँछ एकछिनमा त्यहाँ बत्ती नै बत्ती बलेको अहिले एकछिनमा तपाईँहरूलाई म देखाइदिन्छु यहाँ पहिला नास्ता खाएर अनि त्यसपछि ओके गाइज अहिले भेटौँ ल चाहिँ यहाँ चाउमिन आइसकेको छ अब मोमो कति बेला आउँछ यो चाहिँ दलिदर खाइरहेछ ले चस्कर हामी चाहिँ यो दारु नसम्झिनु यो चिसो हो चस कहाँ छु मैले त्यहाँ चस अब यहीमा नै आएपछि पुरो सब खाइदिन्छ यार मेरो अब दुईटाको मोमो 3.5 मा हेरेर राख्नु न हनी सनी जुनजोकै पुरी मानेको छु भाग लाग्लो टमेटो सस र यसमा त पिरो पिरो सस मिठो हुन्छ
जस्तो गद्दारी चल्दैन हट हामीलाई भोक लागेको छ यहाँ चिप्स कुरमुरे ल्यायो कुरमुरेले पनि त्यति खान पाइन कसले खायो सुट बोला हो भुन्टी उर्किँदै त्यहाँ अर्को मात्र छ दे काँक्रा खेबे हाम्रो भोक लागल कुन काँक्रा ए ऊ गाँठ किरा थिए गाइज म चाहिँ आइसकेँ त्यहाँ रत्न रिसोर्टबाट खाएर मोमोसम्म सबै थोक अनि त्यसपछि घर आएर अनि म चाहिँ राति आएको 8 बजे अनि मेरो मम्मीले कराउँदै थियो अनि म चाहिँ अहिले भातसात खाएर अब हामी सुत्न लागेको एकछिन टिकटक चलाउँछु अनि सुत्छु हस् त मेरो ब्लग कस्तो लाग्यो तपाईहरुलाई लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला बाइ बाइ गाइज मथि बुझादै बोलो त कल